सम्पूर्ण मित्रहरूमाझ नमस्कार। आज हामी यस भिडियोमा सेयर बेचिसकेपछिको इडिआइएस र सेयर ट्रान्सफर गर्ने तरिका सिक्ने छौँ। इडिआइएस र सेयर ट्रान्सफर गर्नको निमित्त सर्वप्रथम मेरो सेयरमा आएर माई पर्चेस सोर्स सेक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। फिल्टर बाईमा पेन्डिङ स्क्रिप्ट सेलेक्ट भएको हुन्छ। हामीले चाहिँ पेन्डिङ स्क्रिप्ट वा अल स्क्रिप्ट जुनैमा पनि सेलेक्ट गरेर तल स्क्रिप्टमा भर्खरै सेल गरेको सेयरको नाम राखेर सर्च गर्नुपर्ने हुन्छ। जस्तै कि मैले यहाँ अघि भर्खरै सेल गरेको सेयर एभरेज कलर लिमिटेडको सेयर इसिएल राखेर सर्च गरेर टिक लगाएर प्रोसिड गरेर फेरि टिक लगाएर अपडेट गरेँ। हजुरहरूले पनि टिक लगाएर अपडेटमा क्लिक गर्नुहोस् र त्यस पश्चात माई होल्डिङ्समा जानुहोस्। यहाँ तल हजुरले स्क्रिप्टमा क्लिक गरेर हेर्नुभयो भने भर्खरै पर्चेस सोर्स अपडेट गर्नुभएको सेयरको नाम देख्नुहुन्छ। त्यसमा सर्च गरेर टिक लगाएर प्रोसिड गर्नुहोस्। प्रोसिड गरिसकेपछि हजुरहरूले फेरि पुनः एकपटक टिक लगाएर अपडेट गर्नुपर्ने हुन्छ। यसमा टिक लगाएर अपडेट पनि गर्नुहोस्। फाइनली अब हजुरहरूले माई इडिआइएसमा क्लिक गर्नुहोस् र त्यहाँ ट्रान्सफर सेयर्समा क्लिक गरेर भ्यू डिटेल्समा क्लिक गर्नुहोस्। यहाँ पनि हजुरहरूले सिम्पली टिक लगाएर प्रोसिड गर्नुहोस् र फेरि पुनः एकपटक टिक लगाएर कन्फर्म गर्नुहोस्। यसो गर्दा हजुरहरूको चाहिँ सेयर अब सक्सेसफुली ट्रान्सफर हुन्छ र हजुरहरूले इडिआइएस र सेयर ट्रान्सफर गरेको काम सकिन्छ। आशा छ यो भिडियो हजुरहरूलाई एकदमै हेल्पफुल भयो। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला। भिडियो मन परे लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै जानकारीमूलक भिडियोका लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। फेरि अर्को यस्तै उपयोगी भिडियोमा हजुरहरू समक्ष उपस्थित हुनेछु। नमस्कार।